जय हनुमान ज्ञान आज चाहिँ हामी फेरि पशुपतिको दर्शन गर्न आयौँ। पशुपतिनाथले सबैको रक्षा गरून्। अहिले चाहिँ मान्छेको लास भिड भइरहेको रहेछ। अहिले बिहानै आउनु पर्थ्यो, बिहान आएन, त्यही भएर मेन मन्दिरभित्र छिर्नु पर्यो। अब अलिकति ढिलो नै भइसक्यो। हिजो बेलुका 9 बजे पुगेको थियौँ कोठामा, अनि मजाले थकाइ लागेको रहेछ, एकदम सुतिहालेको छ। बिहान 8 बजीसम्म सुत्यौँ, अनि अलिकति फ्रेस फ्रेस हुँदाखेरि अलिक टाइम लागिहाल्यो, त्यही भएर। के अरे फोटो खिच्दिउँ? हामीहरू जान्छु ल। पोज राम्रोसँग देऊ फेरि। यहाँ गाह्रो हो नि, जताततै यता क्यामेरा मात्र ठड्या हुन्छन्, एकदम गाह्रो छ। ल त्यो यता पनि ल, सिङ्गल क्या डबल डबल खिचौँ न। एकदम गाह्रो हो यार, हुँदा नि सुक्का होइन, हुँदा नि सुक्का होइन, हुँदैन त्यहाँ। हजुर दाना दाना नखाऊ होला भाइ, हुँदैन बाबु, त्यो ठिक छ। यो यस्तै हुन्छ यता भिड, फोटो खिच्नेहरू ल हेर त पुरा ऊ भइरह। सबै चाहिँ पशुपतिको दर्शन गर्न होइन, पशुपतिनाथले सबैको भलो गरून्, रक्षा गरून्। यति राम्रो फुल छ होइन, क्या दामी छ नि। यता पछाडि भएको यो फ्लावर चाहिँ एकदम राम्रो छ होइन, फ्लावर चाहिँ, त्यही भएर मलाई यसको चाहिँ एकदम क्याच गर्नु मन लाग्यो होइन। रियन सर हेलो के भन्नुपर्छ अरे, ढिलो भन्नुपर्छ। पशुपतिमा चाहिँ एकदम यो व्यवस्थित गरेर रहेछ, दामी सबको होइन। फुलहरू चट्ट भित्र राखेको हो, एकदम परेवाहरूलाई पनि गर्मी लागेको रहेछ। पुरै नुहाइराखन् पानीमा, पानी पनि खाइराखन् अनि नुहाइ पनि रहेको रहेछन्। यता चारोहरू खाइरहेको रहेछ होइन, दामी छ। ल मजाले नुहाइरहेको रहेछन्, हेर त यता नुहाउँदो रहेछन्, परिवारहरूले गर्मी लागेको रहेछ, एकदम दामी छ। गयो गयो एकदम धेरै छ, धेरै परेवाहरू। आमा साउन्ड पनि यस्तो धेरै आउँछ कि। यो चाहिँ अनि सामानहरू, सिन्दुरहरू एकदम यो सबै पूजाको सामानहरू पाइने। यता पुरा यो पूजाकै सामानहरू हो सब। यो एकदम दामी दामी पाउँदो रहेछ यतातिर। यहाँ खुकुरीहरू पनि पाउँदो रहेछ, ठुलो खुकुरीहरू। अनि यता पाउँदो रहेछ। यो चाहिँ यो मन्दिरभन्दा बाहिरको एरिया चाहिँ होइन, यो चाहिँ
चाहिँ प्रसाद चाहिँ अब हामी अब मन्दिरभन्दा बाहिर आयौँ होइन। भित्र पूजा गरेर भित्र चाहिँ अलाउड छैन फोटो भिडियो फोटो खिच्नुको लागि, त्यही भएर हामी भित्र पूजा गरेर अब बाहिरतिर निस्किहाल्यौँ होइन। बाहिरतिर निस्केर पनि अब हामी यता जुत्ता राखेको पसलतिर जाँदैछु। अब हामी चाहिँ बाहिर निस्किन्न 1 नम्बर गेटबाट। डेन्जर भनेर के होला। जय पशुपतिनाथले सबको रक्षा गरौँ। ल हामी बाहिर निस्क्यौँ है।